धम्की तिमीहरूको बाउको देश हो यहाँ तिमीहरूले जे भन्यो त्यही गर्ने विरुद्ध कोही पनि बोल्दैनन् प्रतिपक्ष कमजोर छ जनता पनि बोल्दैनन् भनेर यसको फाइदा उठाउन खोजेको हो यो आयल निगम भित्र भएको यो मूल्यमा नेपाली जनताले त्यो पेट्रोलियम पदार्थ ग्यास पेट्रोल लगायत सरकारहरूको प्रतिपक्ष भएर हामीले काम गरिरहेका छौँ। सम्पूर्ण जेएनजी साथीहरू हामी निरन्तर यो सरकारले गरेका राम्रा कामको समर्थन र गलत कामको हामीले खबरदारी कार्यक्रमहरू खबरदारी सभाहरू निरन्तर रूपमा गर्दै आएका छौँ। 2/3 सरकार बनिसकेपछि निरन्तर रूपमा जनताले तिर्दै गरेका करहरू उकालो लागिरहेका छन्। पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ। जनताले पिउने पानीको मूल्य उकालो लागिरहेको छ। जनताले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुहरूको मूल्य उकालो लागिरहेको छ। तर 2/3 सरकार निरन्तर आफ्नो निरङ्कुश शैलीमा अगाडि बढिरहेको छ। नेपाली जनतालाई उहाँहरूले 2/3 ल्याएपछि हामीले सेवा सुविधा दिन्छौँ, भ्रष्टाचारीलाई कारबाही गर्छौँ, दलालहरूलाई कारबाही गर्छौँ, नेपाली जनताको भावना अनुसार काम गर्छु भनेर उहाँले हिजो चुनावी प्रचारमा घर घरमा गएर नाराबाजी गर्नुभएको होइन। अनि पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै गर्दा उहाँहरू किन मौन? हामीले यो आवाज बोल्दै गर्दा हामीलाई धम्की आउँछ, गाली आउँछ। उहाँका अन्धभक्तहरूले हामीलाई इनबक्समा गाली गर्नुहुन्छ। नेपाली जनता मारमा परेकोमा बोल्दा, यो देशका जनता मारमा परेकोमा बोल्दा यो देशका युवाहरूलाई धम्की दिने हो, गाली दिने हो भने रासोपाका अन्धभक्तहरूलाई म भन्न चाहन्छु, नेपाल आयल निगमले रासोपाका समर्थकहरूलाई 1 लिटर तेलको मूल्य 1000 गरियोस्, तर नेपाली जनतालाई त्यो स्वीकार्य छैन। नेपाली जनता त्यो मूल्य 219 रुपियाँ मूल्य तिर्न सक्ने अवस्था नेपाली जनताको छैन। सहकारी लुटेर नेपाली जनताले त्यो धनी बनेका छैनन्। नेपाली जनता तिरौँ हामीलाई गाली गर्ने, पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटाउनु पर्छ, मूल्य समायोजन गर्नुपर्छ। छिमेकी मित्र राष्ट्रहरूमा 90, 95, 97 रुपियाँ पेट्रोलियम पदार्थको मूल्य, ग्यासको मूल्य हुँदै गर्दा नेपालमा 200, 300 किन तिर्नु पर्यो? यदि रासपाका कार्यकर्ताहरू धनी छन् भने तिर्नुहोस्, 1000 रुपियाँ तिर्नुहोस्, 1200 तिर्नुहोस्, तर नेपाली जनतालाई त्यो स्वीकार्य छैन। मजदुर गरेर बिहान बेलुकाको छाक तार्नेहरूलाई त्यो मूल्य तिर्न सक्ने अवस्था छैन। सर्वसाधारण किसानहरूलाई त्यो मूल्य तिर्न सक्ने अवस्था छैन। नेपाल आयल निगम जस्ता बिचौलियाहरूले चलाएका आयल निगमहरू हिजो पुर्खादेखि भ्रष्टाचार गरेको बेरोजो असुल गर्न नेपाली जनताको, गरिब नेपाली जनताका सन्तानहरूको ढाड सेक्ने गरेर आयल निगमको पेट्रोलियम पदार्थको मूल्य 2/3 पुर्याएर असुल्न खोज्दैछन्। यो आयल निगम नेपाली जनताको आयल निगम होइन, बिचौलियाको आयल निगम हो। नेपाली जनताको आयल निगम हो भने छिमेकी राष्ट्रहरूको मूल्य वृद्धि हेर्नु पर्दैन? नेपाली जनताको भावना बुझ्नु पर्दैन? के हेरेर बसिरहेको छ 2/3 सरकार स्टन गर्नलाई? 2 दिनमा हत्याराहरूलाई कारबाही गर्छु भनेर रातारात छोपेर सामाजिक सञ्जालमा वाइवाई कमाएर हस्पिटलको बेडमा ल्याएर हत्यारा र भ्रष्टाचारीहरूलाई थन्काएर अनि हामी हत्यारालाई कारबाही गर्छौँ भन्ने, बिचौलियाहरूलाई कारबाही गर्छु भन्ने, बिचौलियाहरूलाई कारबाही गर्ने भए नेपाल आयल निगमको के हो? लुटधन्दा। नेपाल आयल निगम जस्ता आयल निगमहरू बिचौलियाले चलाउने, नेपालका
कल कारखाना उद्योग धन्दाहरू बिचौलियाहरूले चलाउने अनि यो देशमा सक्षम र राम्रा मान्छेहरू छैनन्। यसको मूल्य वृद्धि दर हेर्नु पर्दैन। त्यसैले हामी भन्न चाहन्छौँ, अघि मेरा मित्रले पनि भन्नुभयो, 24 घण्टाभित्र पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे नेपाल आयल निगमको अस्तित्व समाप्त गर्नेछौँ, नेपाल आयल निगम घेर्नेछौँ। यो देशको युवा चुप लागेर बस्छ। काङ्ग्रेसको सरकार आउँदा यो देशमा लुटतन्त्र, एमालेको सरकार आउँदा यो देशमा लुटतन्त्र, माओवादीको सरकार आउँदा यो देशमा लुटतन्त्र, हुँदा हुँदा नयाँ बनिएकाहरूको राष्ट्रवादीहरूको सरकार आउँदा यो देशमा लुटतन्त्र। अब कसको सरकार आउँदा यो देशमा मूल्य समायोजन हुने हो, नेपाली जनताले सुख पाउने हो, नेपाली जनताले सही समयमा ग्यास पाउने हो, नेपाली जनताले सही समयमा पेट्रोलियम पदार्थको मूल्य थोरैभन्दा थोरै मूल्यमा नेपाली जनताले त्यो पेट्रोलियम पदार्थ ग्यास पेट्रोल लगायतको मूल्य समायोजनमा एउटा गरिबले त्यो मूल्य हाँसेर तिर्न पाउने अवस्था सिर्जना हुने हो। नेपाली जनतालाई भन्नु पर्दैन, बुझाउनु पर्दैन। हिजो नेपाली जनताको छातीमा 2/3 दम्मले गोली तिर्स्याउने बिचौलियाहरू कुन धुलोमा छन्? कारबाही गर्नु पर्दैन 2/3 दम्ब देखाउने? हिजो आफू प्रतिपक्षमा हुँदै गर्दा आफ्नो घोक्रो फुट्ने गरेर बोज्ने रवि लामी छानेहरू, गगन थापा जस्ता बिचौलियाहरू, एमसिसीका मतियारहरू, महेश बस्नेत जस्ता एमालेका गुन्डाहरू बोल्नु पर्दैन नेपाली जनतालाई दुःख पर्दा? टुलु टुलु हेरेर बस्ने 76 जनाका हत्यारालाई कारबाही गर्दा सडकमा 2/3 दम्ब देखाउने एमालेका बिचौलियाहरू आज सडकमा आउनु पर्दैन नेपाली जनतालाई दुःख पर्दा? विदेशीको नुन खाएका बिरालाहरू सडकमा आउनु पर्दैन, बोल्नु पर्दैन? यो विषयमा हामीले सुरुदेखि नै भनेका छौँ, तपाईहरू यो पेट्रोलको मूल्य निर्धारण गर्नुहोस्। थोरैभन्दा थोरै मात्रामा नेपाली जनतालाई पेट्रोलियम पदार्थ ग्यासहरू बाँड्नुहोस्। 2/3 सरकारको अनुमति नेपाली जनतालाई दिनुहोस् भनेर हामीले पटक पटक ध्यान आकर्षण गराउँदै गर्दा हाम्रा साथीहरूलाई गाली, हामीलाई धम्की, तिमीहरूको बाउको देश हो यहाँ, तिमीहरूले जे भन्यो त्यही गर्ने। अब 2/3 सरकार बनिसकेपछि के यो देशमा जसले जे पनि गर्न मिल्ने हो? यो कुरामा बोल्नु पर्दैन? 2/3 दम्ब देखाउनेहरूले नेपाली जनताको आर्थिक स्थितिको बारेमा बुझ्नु पर्दैन? नेपाली युवालाई यो देशमै स्वरोजगार बनाउनु पर्छ भनेर भन्नु पर्दैन? 2/3 सरकार बन्दा सबै हुने हो? 76 जनाका हत्यारालाई कारबाही गर्नु पर्दैन? स्टन गर्ने? 24 गतेका विध्वंसकारी सिंहदरबार सर्वोच्च अदालत जलाउनेहरूलाई कारबाही गर्नु पर्दैन? रातारात कार्की प्रतिवेदन रिराइट गर्ने, मानव अधिकार आयोगलाई दबाब दिने, प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्दै गर्दा उनीहरूमाथि निगरानी बढाउने, 2-4 जनाको आवाज भनेर दम्ब देखाउने, हामीमाथि निर्मम निगरानी, निर्मम दमन गर्ने, यो कुरा स्वीकार्य छ? नेपाली जनताले स्वीकार्छ? 2007 सालदेखि यताका भ्रष्टाचारीका फाइल खोल्छु भनेर स्टन गर्ने, यो कुरा नेपाली जनताले स्वीकार्दैन। त्यो भएर म धेरै भूमिका नमानी भन्न चाहन्छु, 24 घण्टाभित्र पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर नेपाली जनतालाई राहतको व्यवस्था नगरे, नेपाली जनतालाई राहतको अनुभूति नदिलाए नेपाल आयल निगम राष्ट्रिय जेएनजी नागरिक अधिनियमले घेराउ गर्छ, यो देशका युवाले घेराउ गर्छन्, नेपाली जनता, यो देशका जेएनजी अभियन्ता, यो देशका नागरिक चुप लागेर बस्न सक्दैनन्। हामी नेपाल आयोग निगम हामी घेराउ गर्छौँ। धन्यवाद। मूल्य वृद्धिको विषम परिस्थितिमा चाहिँ आज संवाद डबलीको रोस्टममा उभिएर हामी हाम्रा केही विषयहरू, आवाजहरू उठान गर्न गइरहेका छौँ। आदरणीय पत्रकार साथीहरू, यति बेला हाम्रो देश नेपालमा 2/3 सहितको शक्तिशाली सरकार छ।
यो सरकार सिंहदरबारभित्र बालुवाटारभित्र चुपचाप काम गरिरहेको छ। अहिले यो सरकार सर्वसाधारण जनताको पहुँचबाट धेरै टाढा छ। यानि यतिसम्म कि आफ्नो मोबाइल र सिमसम्म परिवर्तन गर्ने भित्रभित्र खेलहरू भइरहेका छन्। अहिले दुःखको अवस्था के छ भनेपछिमा यो देशमा सरकार त चुपचाप छ, जनताहरू पनि चुपचाप भइरहेको अवस्था छ। पेट्रोलियम पदार्थ लगायत विभिन्न इन्धनको मूल्य वृद्धिले आकाशिएको छ। यो सरकार सिंहदरबारभित्र चुपचाप छ। आज सार्वजनिक यातायातको मूल्य वृद्धिदेखि लिएर हरेक हाम्रा ढुवानीका सेवाहरूको एकदमै मूल्य आकाशिएको छ। यो सरकार सिंहदरबारभित्र चुपचाप छ। आज हाम्रा कूटनीतिक सम्बन्धहरू खलबलिएका छन्, तर यो सरकार आज चुपचाप छ। आज हाम्रो कालापानीमा अरू देशले नै हाम्रो देशको भूमि प्रयोग गरेर व्यापारी नाका बनाउँदैछन्, तर यो सरकार चुपचाप छ। मानौँ कि सरकार र जनताका लागि यो मौन अवधि हो, यो मौन धारण अवधि हो। तर म भन्न चाहन्छु, हामी युवाहरू लास र दास होइनौँ। जनजीविकाका मुद्दाहरू, राष्ट्र र राष्ट्रियताका मुद्दाहरूमा हामी यो सरकारलाई एक दिन त के एक घन्टा पनि कुर्न सक्दैनौँ। हिजो जनताका विषयवस्तुमा चर्का भाषण गरेर हिजो जनताका आवाज असमानता र न्याय र जनजीविकाका मुद्दामा चर्का आवाज उठाउनेहरूले आज सरकार बनाइरहेका छन्। आज सरकारका प्रधानमन्त्री छन्, उद्योग वाणिज्य मन्त्री छन्, अर्थमन्त्री छन्। आज यिनीहरू जनताका र जनजीविकाका मुद्दामा चुपचाप छन्। 1.5 महिना अघिदेखि पेट्रोलियम पदार्थ, डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनमा मूल्य आकाशिएको छ। निरन्तर रूपमा मूल्य बढिरहेको छ, तर यो सरकार चुपचाप छ। यो विषयमा यो सरकार बोल्दैन। यो विषयमा यो सरकारले कुनै पनि खालको निर्णय लिँदैन, केवल चुपचाप छ। यो चुपचापले के हुन खोजिरहेको छ? यदि देश बन्यो भने त राम्रै कुरा हो। यदि देश बनेन, देश कुनै दलालको हातमा, कुनै माफियाको हातमा, कुनै बिचौलियाको हातमा, कुनै विदेशी एजेन्टको हातमा सुम्पियो भने के हुन्छ? म यो प्रश्न गर्न चाहन्छु। यो सरकार, यो 2/3 सरकारले आफ्नो हैसियत देखाइदिएको छ। तपाईहरुलाई थाहा छ, आजभन्दा 1.5 महिना अगाडि पेट्रोलको मूल्य 157 थियो। 157 बाट 219 बनाएर यो 2/3 सरकारले आफ्नो हैसियत देखाइदिएको छ। पेट्रोलको मूल्य आजभन्दा 1.5 महिना अगाडि 142 थियो। 142 बाट 237 बनाएर यो 2/3 सरकारले आफ्नो हैसियत देखाइदिएको छ। त्यस्तै मट्टीतेलमा, ग्यासमा र अन्य हवाई इन्धनमा पनि त्यत्तिकै मूल्य वृद्धि गरेर 2/3 सरकारले आफ्नो हैसियत देखाइदिएको छ। यो विषयमा कोही पनि बोल्दैनन्, यो विषयमा कोही पनि आवाज उठाउँदैनन्। मानौँ कि आवाज उठाउनु अपराध हो, पाप हो जस्तो गरेर मान्छेहरूले अभिव्यक्ति दिइरहेका छन्। हाम्रो स्वतन्त्र अभिव्यक्ति आज अपहरण भइरहेको छ। हिजोका दिनमा 2 रुपियाँ पेट्रोल बढ्दा, 1 रुपियाँ डिजलमा मूल्य बढ्दा हिजो कुर्लीले विद्यार्थी सङ्गठनहरू आज कहाँ छन्? हिजो पेट्रोलमा 3 रुपियाँ मूल्य वृद्धि गर्दा हिजो कुर्लीले रवि लामिछानेहरू कहाँ छन्? यति बेला बोल्नु पर्दैन? यहाँ अत्याधिक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्न पाइन्छ, लुट्न पाइन्छ। भारतीय आयल कर्पोरेसन तेल बढाएको छैन, रसियाले तेल बढाएको छैन, चाइनाले तेल बढाएको छैन। त्यही भारतबाट हाम्रो देशमा तेल ल्याएर चाहिँ यसरी आकाश पातलको मूल्यमा तेल बढाउन पाइन्छ? हेर्नुस्, आज म तपाईलाई के यहाँ रिपोर्ट पनि भन्न चाहन्छु। हाम्रै देशको भारतको रक्सौलमा 107 रुपियाँ प्रति लिटर पेट्रोल छ। दिल्लीमा 94 रुपियाँ पेट्रोलको प्रति लिटर छ। तर नेपालमा चाहिँ 219 देखि 237 रुपियाँ लिटर छ। यो आकाश पातलको कसरी फरक भयो? के कारणले फरक भयो? के आयल निगमको घाटाको साक्षी नेपाल सरकार बनेर जनताबाट यो अस्वाभाविक तरिकाले पैसा असुल्न खोजेको हो? आयल निगम भित्रको भ्रष्टाचारको दण्ड जनताले भोग्नुपर्ने हो?
यो सरकार किन बोल्दैन? एकातिर यो सरकार भन्छ हामीले चाहिँ पेट्रोलियम पदार्थमा चाहिँ 50% हामीले कर छुट गर्छौँ, सरकारले सत्य लुकाउँदैन, सरकारले वास्तविकता बोल्छ भन्छ। अर्कोतिर 50% कर छुट दिएको दोस्रो दिनमा अझ तेलमा मूल्य वृद्धि गर्छ। के हुँदैछ यो देशमा? सरकारले के गर्न खोजिरहेको छ? यो बेलामा चाहिँ यो 2/3 शक्तिशाली सरकारका विरुद्ध कोही पनि बोल्दैनन्, प्रतिपक्ष कमजोर छ, जनता पनि बोल्दैनन् भनेर यसको फाइदा उठाउन खोजेको हो। यो आयल निगमभित्र भएको यो भ्रष्टाचारलाई यिनीहरूले सामसुम पारेर चाहिँ अहिले जनताबाट पैसा वसुल्न खोजेका हुन्। के हो यो विषयमा आवाज उठाउनु पर्दैन? यो विषयमा सरकारले जनतालाई राहत दिनु पर्दैन? म अहिलेको सरकार र रासपाका समर्थक साथीहरूलाई भन्न चाहन्छु, राज्य सत्ता र सरकार कति बेला चाहिन्छ हामीलाई भनिदिनुहोस्, हामीलाई सिकाइदिनुहोस्। सङ्कटको बेलामा सरकार देखिनु पर्दैन? महँगीको बेला सरकार देखिनु पर्दैन? जनतालाई राहत प्याकेज दिनु पर्दैन? आज हेर्नुहोस्, हाम्रो भन्दा कमजोर अर्थतन्त्र भएको, अस्तव्यस्त भएको श्रीलङ्कामा हाम्रो देशमा भन्दा कम मूल्यमा पेट्रोल र डिजल छ। पाकिस्तानमा कम छ, बङ्गलादेशमा कम छ, इभन तपाईँको त्यो ढुवानी महँगो भएको देश मालदिप्समा पनि कम छ। तर हाम्रो देशमा आज दक्षिण एसियाकै सबैभन्दा बढी तेलको मूल्य छ। अझै पनि बढाउने षड्यन्त्र भइरहेको छ। यदि तपाईँ हामी बोलेनौँ, आवाज उठाएनौँ भने अझै यसको तेलको मूल्य बढाएर जनताबाट भ्रम लुट गर्ने षड्यन्त्र भइरहेको छ। हिजोका दिनमा आयल निगमले के गर्यो थाहा छ तपाईँहरूलाई? आयल निगमले चाहिँ आफ्नो पैसा जग्गामा लगानी गरिरहेको छ, विभिन्न ठाउँमा ब्याज दिइरहेको छ, 20 अरबको एउटा कोष निर्माण गरिरहेको छ। यो सङ्कटको बेलामा त्यो कोष खोल्नु पर्दैन? यो सङ्कटको बेलामा चाहिँ तेलको मूल्य समायोजन गर्न लागि त्यो कोषको पैसा चलायमान गर्नु पर्दैन? अनि त्यो पैसा चाहिँ ब्याजमा राख्ने, फिक्स डिपोजिटमा राख्ने, अनि जग्गामा लगानी गर्ने, अनि यता जनताबाट पैसा उठाइ गर्ने। त्यो भए हुनाले यो भनेको सरकारको वैधानिक र नीतिगत भ्रष्टाचार हो। यसका विरुद्ध हामी बोल्छौँ, आवाज उठाउँछौँ। र म भन्न चाहन्छु, युवाहरू दास र लास होइनन्। 24 घण्टाभित्र डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाइँदैन, समायोजन गरिँदैन भने हामी सशक्त ढङ्गले आयल निगम हेर्न बाध्य हुनेछौँ। यो आयल निगमको विकल्प खोजिनुपर्छ। यसको एकाधिकार, यसको सिन्डिकेटले गर्दा आज जनताले विगतदेखि निरन्तर रूपमा मूल्य वृद्धिको मार खेपिरहनु परेको छ। निरन्तर रूपमा जनतालाई त्यो आयल निगमले लुटिरहेको छ। त्यसैले यसको विकल्प खोजिनुपर्छ। तेल, पेट्रोल र डिजललाई खुल्ला बजारमा प्रतिस्पर्धा साथ बेच्न पाउनुपर्छ। एकाधिकारको परिणाम पनि हो यो। 2/3 सरकारले जनतालाई दिएको उपहार के हो? यही महँगी हो। आज हेर्नुहोस्, हुँदा पानीको बोतल, जार र खानेपानीमा समेत यहाँ कर बढाइएको छ। भोलि तरकारीमा कर बढ्छ। भोलि हामीले बजारबाट उपभोग गर्ने हरेक सामानमा यहाँ कर वृद्धि भइरहेको छ, मूल्य वृद्धि भइरहेको छ। अनि ठुलो हेरेर बस्ने, हिजो यसकै बारेमा चर्का नारा लगाउनेहरू, चर्को आवाज उठाउनेहरू, सरकारलाई खबरदारी गर्नेहरू, धारे हात लगाउनेले आज सरकार बनाइरहँदा यो विषयमा तिनका सांसदहरू, तिनका नेताहरू, तिनका समर्थकहरूले बोल्नु पर्दैन? जनतालाई झुक्काउन खोज्ने, जनतालाई ठग्न खोज्ने, जनताबाट अस्वाभाविक रूपमा यो अवस्थामा चाहिँ 2/3 धाक, धम्की र त्रास देखाएर मूल्य बढाउन मिल्छ? यो कदापि हुन सक्दैन। त्यसैले चाहिँ मैले अघि भने जस्तो यो वैधानिक भ्रष्टाचार हो, यो नीतिगत भ्रष्टाचार हो। यसका विरुद्धमा हामी अगाडि बढ्छौँ। र म फेरि अन्तिममा भन्न चाहन्छु, 24 घण्टाभित्र यसको मूल्य घटाइएन र पूर्ववर्ती तरिकाले मूल्य समायोजन गरिएन भने युवाहरू अब चुप लाग्दैनन्, हामीहरू चुप लाग्दैनौँ। जनजीविका र मूल्य वृद्धिका खातिर हामी अगाडि बढ्छौँ। म आयल निगमलाई भन्न चाहन्छु, त्यसका महानिर्देशकज्यूलाई भन्न चाहन्छु, उद्योग वाणिज्य मन्त्रीज्यूलाई भन्न चाहन्छु, त्यो ठाउँबाट आँखा नचम्काउनुहोस्। जनतालाई मूल्य वृद्धिको यत्रो यो भारी बोकाएर चाहिँ सरकार चलाउँछौँ र सरकारलाई फाइदामा लिन्छौँ भन्ने तपाईँहरूको त्यो भ्रमबाट मुक्त हुनुहोस् र जनतालाई तत्काल राहत दिनुहोस् र राहतका प्याकेजहरू ल्याउनुहोस्। त्यो 20 अरबको कोष खोल्नुहोस्।